हरिबोधनी एकादशी म अहिले कावासोती 12 मा आइपुगेको छु। कार्तिक 14 अर्थात् आजको दिन यहाँ एकादशीको लागि तयारी हुँदैछ र सँगसँगै यो एकादशी चाहिँ खास कार्तिक 15 गते हो र यो दिन पनि यहाँ ठुलो मेला लाग्ने गर्छ। एकादशीको लागि विशेष गरेर तरुल, सुन्तला, चिचर त्यस्तै गरेर विभिन्न परिकारहरू यहाँ खान पाइन्छ र यो हेर्नको लागि पनि यहाँ धेरै भक्तजनहरू आउने गर्नुहुन्छ। यो नजिकै नारायणी नदी पनि छ, जुन कुरा मैले यहाँलाई देखाउने छु। तयारी हुँदैछ साथीहरू, यो एकादशीको मेलाको लागि हो। ठुलो एकादशी अर्थात् हरिबोधनी एकादशीको दिन यो ठाउँमा श्रद्धालु भक्तालुहरू विभिन्न गाउँघरबाट नुहाइधुवाइ गर्नको लागि, यहाँ नजिकै नारायणी नदी छ, नारायणी नदीमा नुहाइधुवाइ गर्नको लागि आउने गर्नुहुन्छ र सँगसँगै यहाँ बजार लाग्ने गर्छ, मेला लाग्ने गर्छ। यो रुख देखिसके पछाडि धेरैले अनुमान लगाउनु भएको छ, चिन्नु भएको छ र त्यही मेलाको आज कार्तिक 14 गते तयारी हुँदैछ र कार्तिक 15 गते ठुलो एकादशी मेला यहाँ देख्न सकिन्छ। मेलामा विभिन्न खेलकुदका सामग्रीहरू लगायत खाद्यान्न स्टोलहरू पनि रहने गर्छ। पिठौली मेला, हामी हरिबोधनी एकादशी मेला लाग्ने ठाउँमा आइरहँदाखेरि चर्चित लोकदोहोरी गायक राजन गुरुङसँग भेट भएको छ। उहाँसँग कुराकानी गर्छु। सरलाई स्वागत छ। नमस्कार राजेशजी। अहिले पछिल्लो समय कसरी व्यतीत गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, थोरै जानकारी गराइदिनुहोस् न। सर्वप्रथम त यो राजेशजी भाइसँग पनि पहिलो भन्दा पनि धेरै लामो समयपछि चाहिँ भेट भएको छ। पछिल्लो समयमा अहिले घरतिरै यो दसैँ र तिहारले यतै घरतिरै व्यस्त छु। धेरै समय चाहिँ तपाईँहरू विदेश पनि जानुभयो होइन, विभिन्न देशहरू जानुभयो आफ्नो गीतहरू लिएर। अनि अब नयाँ गीत आउँदैछ कि छैन, के छ त्यो पनि बताइदिनुहोस् न। तयारी गर्दैछु, नयाँ गीतको तयारीहरू सँगसँगै फेरि प्रोग्रामहरू पनि। उही खोलीको माछा उही खोलीको पानी होइन, यहाँको एकदम धेरै रुचाइएको चर्चित गीत। ठिक छ, अब नयाँ गीत कहिलेसम्म आउँछ, कहिलेसम्म दर्शक श्रोता जो तपाईँलाई खोजिरहेछन्, हेरिरहेछन्, उहाँहरू कहिलेसम्म सुन्न पाउनुहुन्छ? चाँडै नै भनौँ, छिटै आउँदैछ है। यो मेलामा चाहिँ के तयारी हुँदैछ? तपाईँ यहाँको स्थानीय पनि हुनुहुन्छ, के छ भोलिको कार्यक्रमहरूको बारेमा पनि बताइदिनुहोस् न। मेलाको बारेमा अब हुनु त प्रकृतिसँग कसैको पनि केही पनि लाग्दैन। एउटा ऐतिहासिक एउटा सम्पदा पिठौलीको एउटा ऐतिहासिक मेला है, हरिबोधनी एकादशी मेला। यहाँभन्दा पनि अगाडि हाम्रो बाबुबाजेदेखि नै यो ठाउँलाई चाहिँ मेलाको रूपमा मान्दै आइरहेको र विगत 1 दशकभन्दा अगाडि चाहिँ यहाँ चाहिँ नेपालकै सबैभन्दा ठुलो मेला, अब जुवा, तास, कौडाहरू चल्ने गर्थ्यो पहिला। पछिल्लो समयमा हामी युवाहरूले यस ठाउँलाई चाहिँ धार्मिक स्थल र पर्यटक क्षेत्रको रूपमा, यसलाई सांस्कृतिक उत्सवको रूपमा यसलाई प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले जुवा रहित चाहिँ मेला बनाउँदै हुनुहुन्छ। भोलि कार्यक्रम छ कि नै, कुनै सांस्कृतिक अथवा मेला मात्रै हेर्न आउने के छ? भोलि मेलामा चाहिँ सांस्कृतिक कार्यक्रम पनि छ, तर मौसमले के गर्छ भन्ने मात्रै मौसमले चाहिँ विश्राम लिएको छ होइन। अब राति के गर्छ थाहा छैन। जोस् मौसमविदले शनिबार बिहान 10 बजेसम्म भनेको छ। जोस् तपाईँहरूको कार्यक्रम सफल होस्, राम्रो होस्। अनि को आउँदै हुनुहुन्छ भन्न मिल्छ कि के छ? कलाकारहरू एकदमै नेपालको चर्चित गायक विक्रम परियार, जो धेरै दर्शकहरूले रुचाइदिनु भएको गायक, चौतारीको बरम, माया पर गाउने प्यारो भाइ विक्रम परियार, सुमित्रा गुरुङ, हाम्रो स्थानीय कलाकार सपना परियार बहिनी, त्यस्तै गरी सागर विष्यु, त्यस्तै गरी दीपक खड्का आउँदै हुनुहुन्छ। धेरै चर्चित कलाकारहरू आउँदै हुनुहुन्छ। सबैलाई चाहिँ पिठौली मेलामा आउनको लागि पनि म अनुरोध गर्छु। यहाँहरूले पनि त्यही आइदिए राम्रो हुन्छ, आउनु होला भन्ने चाहिँ हामी जानकारी गराउन चाहन्छौँ। सबै श्रद्धालु भक्तजनहरू, मेरा शुभचिन्तकहरू, मेरा इष्टमित्रहरू, यो पिठौली मेला अनि बित्तिकै अब चाहिँ तपाईँहरूलाई जानकारी नै छ,
पहिला त चौर अझै ठुलो थियो, पछि नदीले कटान गरिसकेपछि सानो छ र तर व्यवस्थित छ। भोलि मौसमले साथ दिनुभयो भने यहाँहरूलाई यहाँहरू सबैलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु एकचोटि भिजिट गर्नु, मेलामा आउनु होला, हेर्नु होला, रमाइलो गर्नु होला। हुन्छ, धेरै धेरै धन्यवाद समयको लागि। थ्याङ्क यू सो मच राज। अहिले म कावासोती 12 पिठौली चौर, जो हरिबोधनी एकादशी अथवा यहाँ एकादशीको ठुलो मेला लाग्ने गर्छ, यही ठाउँमा उभिएको छु र उभिँदै गर्दा यहाँ डुल्दै गर्दाखेरि वडा नम्बर 12 का अध्यक्षज्यू यहाँ भेट हुनुभयो र उहाँसँग मैले थोरै कुराकानी गर्ने जमर्को गरेको छु। दाइले स्वागत छ। नमस्कार, धन्यवाद। यो मेलाको बारेमा थोरै कुराकानी गरौँ। जस्तै कार्तिक 15 अर्थात् भोलि ठुलो हरिबोधनी एकादशी मेला लाग्दैछ यो ठाउँमा, के हुँदैछ त्यसको बारेमा नि थोरै जानकारी गराइदिनुहोस् न। धन्यवाद भाइ। हाम्रो यो अब ऐतिहासिक मेला भनेर त सबैलाई थाहा नै छ। हरिबोधनी एकादशीको अवसरमा पिठौली चौरमा यो मेला धेरै वर्षदेखि लाग्दै आइरहेको र यस वर्ष पनि अब भोलिको एकादशी हिजोदेखि नै यहाँ चाहिँ यो मेलामा पसलहरू गर्नेहरू, फलफुल बेच्नेहरू उहाँहरू आएर हिजोदेखि यहाँ ठाउँहरू ओगटेर चाहिँ राख्नुभएको छ। कसैले आएर बसिसक्नु पनि भएको छ। तर यो अहिले चाहिँ यो बेमौसमी पानीले गर्दाखेरि अलिकति हाम्रो मेलालाई चाहिँ भने जस्तो चाहिँ हुन सक्ला जस्तो हामीले अहिले अनुमान गरिरहेको छैन। किनभने पानी परिराख्यो हिजोदेखि आजसम्म। अब तैपनि नुहाउन आउने भक्तजनहरू त आउनुहुन्छ नै। अब त्यसको लागि हामीले यो मेलाको आकर्षणहरू चाहिँ अब यहीँको रैथाने उत्पादनहरू, कृषि उपजहरू राखिएको छ। यहाँको विभिन्न जातिको खानाको परिकारहरू यहाँ आएर चाहिँ खान सकिनेछ। विभिन्न स्टलहरू छन्, त्यसको लागि होटलहरू छन्। जस्तै यहाँ खेल्ने कुराहरू, नाच्ने कुराहरू बाहेक कहिलेकाहीँ चाहिँ पिठौली भनेपछि जुवातास भन्ने पनि सम्झना आउँछ। त्यस्तो खालको वातावरण चाहिँ गराइएको छ कि नै भोलिको लागि चाहिँ स्पेसल? छैन, यो हामीले लगभग 12-13 वर्ष भइसक्यो। त्यति बेलादेखि चाहिँ यो जुवातासलाई, कौडा यसलाई चाहिँ हामीले एकदमै निषेध गरिएको छ। त्यो चाहिँ हुँदैन। यहाँ ढुक्क भएर नुहाउनको लागि, पूजापाठ गर्नको लागि, मेला हेर्नको लागि आउँदा हुन्छ, कुनै त्यस्तो खालको समस्या छैन होला। भक्तजनहरूलाई नाच्न गाउन भजन मण्डलीहरू हुनुहुन्छ यहाँ गेटमा नै, उहाँहरूले रमाइलो गराउनुहुन्छ। जस्तै कार्यक्रम गर्दै जाँदा भोलि यति बजेसम्म सकाउनुपर्छ भन्ने कुनै त्यस्तो नियम बनाउनु भएको छ अथवा साँझसम्मै रमाइलो गर्ने, भजन कीर्तन गर्ने के छ कार्यक्रम? भजन कीर्तनको त हाम्रो 12-1 बजेभन्दा पछाडि खासै जानुहुन्न, किनभने नुहाउन आउने भक्तजनहरू त्यसपछि चाहिँ पातलो हुँदै जानुहुन्छ। अन्य सांस्कृतिक कार्यक्रमहरू हाम्रो हुन्छ, त्यसको लागि साँझ 7 बजीसम्म हुन्छ। सुरक्षाको लागि व्यवस्था अथवा तपाईँहरूले समन्वय के गर्नु भएको छ त्यो पनि बताइदिनुहोस्। जिल्ला प्रशासन र अनि जिल्ला प्रहरी कार्यालयसँग हामीले समन्वय गरेका छौँ। उहाँहरू चाहिँ आइरहनु भएको छ। जिल्ला प्रहरी कार्यालयको तर्फबाट चाहिँ यहाँ आएर चाहिँ सुरक्षाकर्मीहरू तैनात हुनुहुन्छ। सुरक्षाको हिसाबले कुनै टेन्सन डर नमानिकन यहाँ आएर कार्यक्रम हेर्न सहभागिता हुन जनाउन सक्यो। हुन्छ, हाम्रै भोलिन्टियरहरू पनि हुनुहुन्छ र यो प्रहरी प्रशासनबाट पनि यहाँ हुनुहुन्छ। हुन्छ, धेरै धेरै समयको लागि। मैले अगाडि नै सोध्न पर्ने तर वडा अध्यक्ष मात्रै भनेर सम्बोधन गरेँ। थोरै आफ्नो परिचय यहाँ आफैले राखिदिनु होला। हजुर नमस्कार, म चाहिँ ध्रुव खनाल दिपेश, यो काउसिदी नगरपालिका वडा नम्बर 12 को वडा अध्यक्ष। सबैलाई यो एकादशी मेलाको शुभकामना र स्वागत पनि छ हजुरहरू सबैलाई। ल, धेरै धेरै धन्यवाद। धन्यवाद। एकादशीको दिन आइसके पछाडि हामी यो गेटबाट भित्र प्रवेश गरेर नारायणी नदीमा पुग्छौँ र त्यहाँ नुहाइधुवाइ गर्ने कार्यक्रमहरू गर्न सकिन्छ। र यो मन्दिर हो, यहाँनिर भजन कीर्तन पूजापाठ लगायत विभिन्न कार्यक्रमहरू हुने गर्छ। बेमौसमी पानी परे सँगसँगै अहिले विभिन्न ठाउँहरूमा पहिरो जाने, बाटोहरू भाँसिने लगायत विभिन्न काम अथवा त्यो खालको गतिविधिहरू भइराखेको छ। यहाँहरू सबैले पक्कै पनि अनुमान गर्न सक्नुहुनेछ। हामी अहिले यति बेला यो नारायणी नदीको नजिकै किनारमा आइपुगेका छौँ, जहाँ कार्तिक 15 हरिबोधनी एकादशी अर्थात् ठुलो एकादशी मेला लाग्ने गर्छ। यहाँको दृश्य, यहाँको तयारी कस्तो छ भन्ने कुरा मैले तपाईँलाई देखाउनको लागि यहाँ नै आइपुगेको छु। अब हामी धेरै टाढा जाँदैनौँ, किनभने यहाँ नारायणी नदी नजिकै छ, निकै बढिरहेको अवस्था छ। पानी अहिले देशभरि नै विभिन्न ठाउँमा परिरहेको अवस्था पनि छ। त्यसैले हामीले यो दृश्य तपाईँलाई यहाँबाट नै देखाउँदै धेरै नजिक चाहिँ जाँदैनौँ, किनभने पानीबाट जोगिनु पनि पर्छ तपाईँ हामी सबैजना। र यो ठाउँ तपाईँलाई देखाइरहँदाखेरि तपाईँहरू यो ठाउँमा आउँदा पनि
सुरक्षित साथ पूजापाठ गर्नुहोला अथवा भनौँ विभिन्न तपाईँको कार्यक्रमहरू गर्नुहोला यही अनुरोध गर्न चाहन्छु। र पूजापाठ सँगसँगै यो ठाउँमा अत्यन्तै सुन्दर शान्त रमणीय वातावरण पनि छ, जुन कुराहरू हामीले यहाँहरूलाई देखाउनको लागि आज कावासोती 12 पिठौली यो चौरमा आइपुगेका छौँ। यहाँनिर आइसके पछाडि एउटा छुट्टै खालको आनन्द पनि आउने गर्छ। एकादशी मेलाको तयारी यति बेला लगभग सकिएको छ। अब व्यापारी साथीहरू आउने आफ्नो स्टलहरू बनाउने र राख्ने काम पनि चलिरहेको छ र थोरै भए पनि पानी अहिले बिदा भइरहेको अवस्था छ। त्यसैले पनि एकादशीको दिन यहाँ ठुलो मेला लाग्छ त्यो सम्भव छ भन्ने कुरा अनुमान गर्न सकिन्छ। यो तपाईँले हेर्दै गर्दा यहाँहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सनुहोला। तपाईँले मेरो युट्युब च्यानल राजेशमा हेर्न सुन्न र देख्न सक्नुहुन्छ भने त्यस्तै गरेर kawasutikhbar.com पनि यो भिडियोलाई तपाईँले हेर्न देख्न र सुन्न पाउनुहुनेछ। र यो समयबाट हामी सबैजना बिदा हुन्छौँ। तपाईँको बाँकी पल रमाइलोसँग बितोस्। नमस्ते।